देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो 3 करोड दिवा चाहिँ यहाँ चाहिँ बाल्ने छन्। 3 करोड आज चाहिँ साँझसम्म बालिने छ। यो चाहिँ जय हो जय हो जय हो। गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईहरु एकदमै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ धेरै दिनपछि लगभग 1 महिनापछि चाहिँ फेरि पनि म युट्युबमा आइसकेको छु हैन। अनि चाहिँ हामी चाहिँ लामाचौरबाट आएको छौँ। यता चाहिँ लामाचौरबाट यहाँ चाहिँ गण्डकी कोटियम धेरै वर्षपछि चाहिँ एकदमै ठुलो कोटियम यहाँ लागेको छ। हामी चाहिँ यहाँ पूजा आराधना के हुन्छ भनेर आएको छौँ। हामी चाहिँ तपाईहरुलाई चाहिँ हामी जति देखाउँदैछौँ हामी साथीहरू ल है हैन। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो कोटियमको चाहिँ गण्डकी यो चाहिँ बिरौटामा छौँ हामीहरू चाहिँ। अनि तपाईहरु यहाँको यो देख्न सक्नुहुन्छ यहाँको दृश्यहरू यस्तो छ। हेर्नुहोस् सबै मान्छेहरू छ यहाँ चाहिँ सबै पूजा गर्नलाई आएको छन्। यहाँ चाहिँ हाम्रो केटाहरू ल सबै हामी साथीहरू के छ मलाई हाल खबर हामी चाहिँ पोखराको बिरौटामा छौँ। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ कोटियम। अब चाहिँ यहाँ हेर्नुहोस् साथीहरू यो चाहिँ अब चाहिँ हामी गेटवे त इन्ट्री हुन थालेको छौँ। यहाँबाट चाहिँ जाने रहेछ। कताबाट जाने यहाँ माथि चाहिँ यस्तो रहेछ। यो चाहिँ के लेखेको चाहिँ ऐतिहासिक श्री गण्डकी सत्सङ्ग कुण्ड लेखेको छ। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ। हामी चाहिँ हिँड्दैछौँ। कोटियममा इन्ट्री हुन थालेको छ हैन। यतातिर मान्छेहरू यति धेरै भिड छ कि उतातिर चाहिँ जब अघिको गेट देखाएको थियो नि त्यो चाहिँ मेन गेट चाहिँ त्यही थियो हैन। त्यहाँबाट चाहिँ अब हामीलाई जान मिलेन। त्यही भएर चाहिँ हामी यतातिरबाट आउन थालेको छौँ। यहाँ केटाहरू चाहिँ अगाडि हिँडिसके ल चाहिँ फाइनल्ली यहाँ गण्डकी कोटियमभित्र चाहिँ इन्ट्री भयौँ। तपाईहरुलाई चाहिँ म अगाडिको यो कोटियमहरू देखाउँछु है। यो चाहिँ एक्जिस्टबाट हो। देख्न सक्नुहुन्छ यहाँको यो धेरै धेरै मन्दिर के भन्छ यसलाई यो चाहिँ होमन भन्दो रहेछ यिनीहरूलाई चाहिँ होमन 108 होमन चाहिँ यहाँ रहेछ। श्री गण्डकी सत्सङ्ग कुण्ड यहाँ चाहिँ यस्तो धेरै धेरै छन्। तपाईहरुलाई यहाँ देख्न आउनु। यहाँ चाहिँ लुटाहरू सबै यो चाहिँ लुटाहरू यसरी राख्नु पर्दो रहेछ। अब हामीसँग चाहिँ केही छैन यस्तो हामीले चाहिँ यता राखेर यस्तो बनाएको सब ठाउँमा यस्तो यस्तो साथीहरू तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ शिवजीको यहाँ यसरी पूजा गर्नुपर्ने हुन्छ। हामीहरूले चाहिँ अहिले एकछिन हामी चाहिँ यहाँ पूजा गर्छौँ ल। यहाँनिर चाहिँ यहाँ यस्तो छ। यहाँ पूजा गर्ने हामी हो यहाँको दान गर्ने के यहाँ चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ साथीहरू। यहाँको चाहिँ यो यस्तो छ भ्यू। साथीहरू अहिले चाहिँ म भित्र यहाँ चाहिँ यो गर्ने ठाउँमा छु। यता प्रवचन दिने ठाउँमा छौँ अहिले चाहिँ हामी। तपाईहरुलाई चाहिँ म यहाँ देखाउन लागेको छु। अहिले चाहिँ यहाँ तपाईहरु देख्न सक्नुहुन्छ यहाँको यस्तो भिड छ।
बिस्तारै यहाँ चाहिँ पूजा गर्नेहरू यहाँ गर्दै राख्नु भएको गायत्री जप हुन्छ दैनिक यहाँ त्यो पाठ पारायण राम स्थापित रुद्र विष्णु अथवा देवी र नारायण गौरी शङ्कर राम लक्ष्मण तथा नन्दी र लम्बोदर संसार कुमार पुत्र शिवका लिएर मात्रै मथुरा आउनुहोला र मैले यहाँ रसिद वाचन गरिदिनेछु। त्यसै गरी कामकै क्रममा गण्डकी प्रदेश कास्की जिल्ला पोखरा निवासी मोहन कार्कीजीबाट कोटीहोवन सँगसँगै आफ्नो परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै रु 1105 रुपियाँ दान राशि अर्पण गर्नुभएको छ। जोरदार ताली बजाइदिनु हुन्छ जे हो। रसिद लिनुहोला र सँगसँगै गुरुजीबाट टीका प्रसाद ग्रहण पनि गरिदिनुहोला। यस कोटीहोवनको यो भूमिमा 15 करोड बत्ती बोल्दैछ। श्रद्धालु भक्तजन ल जति पनि हाम्रा माताजीहरू हुनुहुन्छ यहाँ बत्ती राख्ने ठाउँ नभएर हामीलाई धेरै गाह्रो परेको छ। जति पनि माताजीहरू हुनुहुन्छ मिल्छ भने अलिकता मिलेर बस्दिनु होला। यति यो ठाउँलाई खाली गरिदिनु होला है। यो ठाउँमा हाम्रा जति पनि माताजीहरू बस्नु भएको छ यो ठाउँलाई भव्य र सभ्य तरिकाले वैदिक मन्त्रद्वारा यी प्रज्वलन हुँदैछन्। सम्पूर्ण राष्ट्रका कल्याणका निमित्त विश्वको कल्याणका निमित्त आज यी बत्तीहरू प्रज्वलन हुँदैछन्। श्रद्धालु तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो 3 करोड दिवा चाहिँ यहाँ चाहिँ बाल्नेछन्। 3 करोड आज चाहिँ साँझसम्म बालिनेछ। यो चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले चाहिँ गण्डकी कोटीहोममा छौं। राधा कृष्ण भगवानको जय हो, भगवानको जय हो, शंकर भगवानको जय हो। धेरै धेरै धन्यवाद सरलाई अति नै सुन्दर कविता आफूले श्रवण गराउनु हो। फाइनली आयो साथीहरु हाम्रो चाहिँ गरिने रहेछ हैन विवाहदेखि लगेर। अनि यो चाहिँ कुण्डमा तपाईहरुले चाहिँ व्रत बन्धन त्यसपछि के रे यो चाहिँ तुलादान 84 पूजाहरू ग्रह शान्ति विवाह प्रीतम सबै गरिने रहेछ हैन। तपाईहरु अब चाहिँ यो चाहिँ 26 गतेसम्म रहेछ। वरिपरि हामी चाहिँ परिक्रम गरिराखेको छौँ। यहाँ चाहिँ यता सबै यो भिडियो हेरेर साथ दिनु होला। सबै पुरा फुल भिडियो हेर्नु होला। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईहरु यहाँ चाहिँ पुजारीहरू बसे यहाँ नै गर्मीले आफत छन् पुजारीलाई पनि। यो चाहिँ 97 नम्बरमा अब चाहिँ 95 यति छ नै। काटिन्छ पापै पनि होला मुक्ति सधैँ भन्छ सजिलै वेदादि गाथा पनि मिल्ला पुण्य अझै सबकी जो गुण मिल्ला पुण्य अझै पुराण सबकी जो ध्यानले सुन्दछ। ध्वजाहरू के राखेको छ साथीहरू यस्तो छ। यता चाहिँ हामी मान्छेहरू नाच्दै हुनुहुन्छ। सबै गरिने रहेछ हैन विवाहदेखि लगेर। अनि यो चाहिँ कुण्डमा तपाईहरुले चाहिँ व्रत बन्धन त्यसपछि के रे यो चाहिँ तुलादान 84 पूजाहरू ग्रह शान्ति विवाह प्रीतम सबै गरिने रहेछ हैन। तपाईहरु अब चाहिँ यो चाहिँ 26 गतेसम्म रहेछ। वरिपरि हामी चाहिँ परिक्रम गरिराखेको छौँ। यहाँ चाहिँ यता सबै यो भिडियो हेरेर साथ दिनु होला। सबै पुरा फुल भिडियो हेर्नु होला। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईहरु यहाँ चाहिँ पुजारीहरू बसे यहाँ नै गर्मीले आफत छन् पुजारीलाई पनि।
यो चाहिँ 97 नम्बरमा अब चाहिँ 95 यति छ नै कसरी पढ यहाँ पहिले चाहिँ भगवान